आज चाहिँ एका बिहानै चिरिक्क परेर म चाहिँ बस चढेँ। धेरै पछि बस चाहिँ धनगढीदेखि बैतडीसम्मको थियो। म चाहिँ यहाँ माइत जान पाउने भयो भनेर खुसीले मक्ख हुँदै बसमा चढेँ। अनि यसो बाटोमा जाँदै गर्दाखेरि अब सबै फोटो भिडियोहरू खिच्छु। आज चाहिँ म भ्लगै बनाउँछु भनेर सोचिरहेको थिएँ। तर म त बोसुक्कै निदाएछु अतरियाबाट बस चढ्दासम्म। त्यसपछि मैले अनि यो सहजपुर पुग्दाको बाटोमा चाहिँ भिडियोहरू बनाएँ। यहाँको बाटो फेरि पहिला जस्तै धुलो बिग्रेकै रहेछ एक ठाउँनिर, बाँकी त राम्रो थियो। अनि यो सल्लाहको रुखहरू हेर्दै मक्ख हुँदै म चाहिँ एक्साइटेड पनि थिएँ, एकदम धेरै खुसी थियो। तर निद्रा चाहिँ यस्तो लागिरहेको थियो साथीहरू, लास्टै निद्रा लागिरहेको थियो, झ्याप। अनि झ्याप हुँदै पनि बिचमा निद्रा खुल्दा चाहिँ मैले भिडियो बनाइरहेको थिएँ। कति ठाउँको भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ, तर बनाउनै पाएन कि किन बनाउन पाएन भन्छु है। मलाई यस्तो निद्रा लागिरहेको थियो, एकदम स्लिपी फिल भएर म चाहिँ सुतिरहेको थिएँ। अब चाहिँ यहाँ चिउरी बोट पुगेँ म, ठ्याक्कै यो के अरे के ठाउँ भन्छ, ठाउँ नै बिर्सेँ। चिउरी बोट होटेल हो। यहाँ पहिला म चुरेमा काम गर्दाखेरि यहाँ बसेको पनि थिएँ। अनि त्यही भएर मैले हो यो फलटुणे ठाउँको नाम अघि याद आइरहेको थिएन। हो यो फलटुणे बजारलाई चाहिँ म अब यहाँ धेरै मेमोरी हुनाले यसलाई चाहिँ क्याप्चर गर्छु भनेर मैले क्याप्चर गरेँ। यहाँनिर अगाडि चेकपोस्ट छ। अनि मैले यति देखाएर यहाँनिर बन्द गरेँ। फेरि अगाडि गएर भिडियो बनाउँछु, सहजपुर बजार देखाउँछु भनेको म त निदाएछु। निदाएर एकैचोटि उठेर यो कहाँ पुगेको बेलामा उठेँ। यहाँनिर अलिअलि भिडियो बनाएँ, ठाउँ नै चिनिनँ के, निद्रामा बुझ्थेँ नि त। अनि त्यसपछि बाटोमा अलिअलि भयो नि फोटो खिच्नु पऱ्यो, भिडियो बनाउनु पऱ्यो भनेर बनाइदिएको हो। क्यामेरा क्वालिटी त राम्रो थिएन मेरो, तर पनि मैले अब बनाइरहेको थिएँ। एक त 5 नम्बर सिटमा थिएँ, अनि अगाडिको फोटो भिडियोहरू केही पनि बनाउन पाइएन। अनि झ्यालबाट जे जति आउँथ्यो त्यो सबै क्याप्चर गरेँ। अब म चाहिँ यहाँ सुन्दर दृश्य देखेर रमाउँदै, अझ म्युजिक बजेको थियो गाडीमा त हो, म्युजिक सुन्दै मक्ख थिएँ। तपाईँहरूलाई नि यो दृश्य देखेर त रमाइलो लागिरह होला अहिले चाहिँ। अब चाहिँ म यहाँ पाटन पुगेपछि एकैचोटि भिडियो, किनकि डडेलधुरा पुग्दा भिडियो खिच्छु भनेको म त निदाइसकेको रहेछु। अनि भिडियो खिच्न त कसले खिचिदिन्थ्यो। त्यसपछि खोर्बे पनि निद्रा खुलेन, बाटोमा कहीँ निद्रा खुलेन, सिधै खुल्यो त पाटन पुगेर। अब पाटन पुग्दा त अलिअलि खिच्नु पऱ्यो भनेर थोरै भिडियो खिचेँ। यो चाहिँ पाटनको एयरपोर्ट हो। पहिला एकचोटि त प्लेन चलेको थियो, अहिले त बन्द छ। अब बन्दै भए पनि देखाउनु पऱ्यो, एयरपोर्ट न हो नेपालको होइन। अनि यो भयो हाम्रो पाटनमा रहेको अब सुर्नया नदी भनेर नि चिन्छौँ हामीले चाहिँ। ठ्याक्कै यसको नाम चाहिँ के थियो त्यहाँ बोर्डमा पनि लेखा जस्तो लागेन। मैले सुर्नया नै भने सुने हुनाले सुर्नया भनेर पहिला यसलाई खिचिहालेँ, किनकि हाम्रो गाउँपालिका पनि सुर्नया हो। त्यसैले सुर्नया नदीलाई त क्याप्चर गर्नै पर्यो भनेर मैले यहाँनिर भिडियो खिचेँ। अब चाहिँ पाटन बजार आधा घुमिसकेपछि, आधा पुगिसकेपछि अनि मलाई चाहिँ भिडियो खिच्नु पऱ्यो भन्ने होस आयो कि। अनि मैले अलिअलि पनि भिडियो खिचेँ। यहाँ चाहिँ पसलहरू अगाडि तन्ना के लगाएको थियो कि घामबाट बस्नको लागि। अहिले त पाहाडमा पनि तराईको जस्तै घाम हुन्छ नि त, त्यही भएर। अनि यहाँनिर के को अफिस थियो त्यो मैले राम्रोसँग बोर्ड पढ्न पाएन, सरसर्ती हेरेँ अनि रमाएँ। अब पाटन पुगेपछि अनि बाटोमा अरू ठाउँको पनि भिडियो खिच्छु भनेको एकैचोटि म सतपाँच पुग्ने बेलामा निद्रा खुल्छ कि। फेरि निदाउँछु भने आज त म यति निदाइनँ मलाई मात्रै थाहा छ। यति धेरै निदाएँ, सायद वर्षभरिकै निद्रा अझै पुग्या जस्तो लागिरहेछ। अनि खुसी त थिएँ, तर त्यो खुसी देखाउन सकिएन, किनकि मलाई चाहिँ निद लागिरहेको थियो कि। अनि राम्रोसँग मुस्कुराउन पनि सकेन कि, भिडियो त खिचेँ। यहाँ हेर्नु पुरा स्लिपी अनुहार भइरह मेरो, एकदम निदाइरहेको थिएँ। त्यसपछि त के थियो र, सिधै म सतमाज गाडीबाट झरेपछि भिडियो खिचेँ, किनकि म सिधै सतमाज पुग्दा उठेको थिएँ। अनि म यहाँ चाहिँ गाडी वेट गरेँ। अब चाहिँ गाडी आयो, म गाडी चढेर हिँडेँ साथीहरू। अब यो हो हाम्रो बैतडीदेखि दार्चुला जाने दार्चुला रोड।
हाम्रो घर चाहिँ सतबाज बजारबाट ठ्याक्कै दार्चुला रोडतिर जानुपर्छ। यहाँबाट सिधा गयो भने दार्चुला रोड भयो, तर यहाँबाट हामी राइट टर्न लिएर जान्छौँ। यो चाहिँ हो सुरनयाँ गाउँपालिका जाने बाटो। मेरो घर चाहिँ सुरनयाँ गाउँपालिका वडा नम्बर 2 पर्छ। फेरि मेरो घर भन्नुभयो होला, मेरो माइती घर के, अनि त्यही भएर म चाहिँ बाटोमा अलिअलि भए नि भिडियो खिच्दै पुगेँ। अब चाहिँ भिडियो खिच्न पाइनँ, एकैचोटि अब म घर पुगेपछि मात्रै भिडियो खिच्छु भनेर सोचिरहेको थिएँ। मलाई अल्छी लागिरहेको थियो, थकाइ पनि लागेको थियो, पुरै बाटोभरि त्यो 6-7 घन्टा यात्रा गरेर। अनि घर पुगेर सामान झार्दै गर्दाखेरि मैले चाहिँ सानो एउटा भिडियो खिचिहालेँ। अब भित्र गएर फ्रेस हुन्छु, त्यसपछि मेरो दिन यसरी नै बित्यो। धन्यवाद।